आजका मुख्य समाचार यस प्रकार छ। 20 वर्षीय युवतीको होटलमा रहस्यमय मृत्यु, न्याय माग्दै वीरगञ्जमा प्रदर्शन। पर्सामा 1 महिनामा 34 जना बेपत्ता, महिला र बालिकामा उच्च जोखिम। प्रहरीमा दैनिक कार्य सम्पादन मूल्याङ्कन प्रणाली लागू, 9 बजेभित्र अङ्कसहितको विवरण हेडक्वार्टरमा बुझाउनु पर्ने। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले शुक्रबार विश्वासको मत लिने। हर्क साम्पाङद्वारा श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति लामा निलम्बित। फेरि सुस्तायो नेपाली फिल्मको व्यापार। अब पूरा समाचार। वीरगञ्ज महानगरपालिका 10 स्थित त्रिशला रेस्टुरेन्टमा कार्यरत 20 वर्षीय युवती मृत फेला परेपछि परिवार र स्थानीयवासीले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका छन्। मृतक पर्सागढी नगरपालिका 3 झाब्रा टोलकी सुनिता स्यान्बो रहेको खुलेको छ। मंसिर 27 गते त्रिशला रेस्टुरेन्टसँग जोडिएको मारवाडी सेवा संघको धर्मशालाको कोठामा मृत अवस्थामा भेटिएकी सुनिताको मृत्यु शंकास्पद भएको परिवारको दाबी छ। बुधबार उनीहरूले दोषी पहिचान गरी कड़ा कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएका छन्। प्रहरीले प्रारम्भिक रूपमा घटना आत्महत्या जस्तो देखिएको बताए पनि पोस्टमार्टम रिपोर्टपछि मात्रै वास्तविक कारण पुष्टि हुने जनाएको छ। घटनामा संलग्नताको आशंकामा 2 जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। पर्सा प्रहरीले मंसिर महिनाको सुरुवातदेखि जिल्लामा बेपत्ता भएका 34 जनाको विवरण सार्वजनिक गरेको छ। तीमध्ये 14 जना फेला परेका छन् भने 20 जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन मध्ये 9 जना महिला र 9 जना बालिका रहेका छन्। प्रहरीले बेपत्ता व्यक्तिहरूको खोजीका लागि सम्पूर्ण स्रोत साधन प्रयोग भइरहेको र समुदायलाई सतर्क रहन आग्रह गरेको छ। विज्ञहरूले महिला र बालिकालाई बढी जोखिम रहेको भन्दै सुरक्षा संयन्त्र बलियो बनाउन आवश्यक रहेको बताएका छन्। नेपाल प्रहरीले प्रहरीका दैनिक काम कारबाहीलाई वस्तुनिष्ठ र पारदर्शी रूपमा मूल्याङ्कन गर्न स्वचालित मूल्याङ्कन प्रणाली लागू गरेको छ। प्रहरी प्रधान कार्यालयले 1 पुसदेखि लागू हुने गरी यो प्रणाली कार्यान्वयनमा ल्याएको हो। यस प्रणाली अन्तर्गत विभिन्न प्रहरी इकाइहरूले दैनिक रूपमा गरेको काम केन्द्रीय अभिलेख प्रणालीमा दर्ता हुनेछ। प्रहरीको कार्य सम्पादन मूल्याङ्कनका लागि 75 वटा सूचक तय गरिएको छ, जस अनुसार फरार प्रतिवादी पक्राउ लगायतका काममा अङ्क प्रदान गरिनेछ। कामको आधारमा 77 जिल्लालाई 5 श्रेणीमा वर्गीकरण गरिएको छ। हरेक जिल्लाले आफूले गरेको दैनिक कामको विवरण बेलुका 7 बजेभित्र प्रदेश प्रहरी कार्यालयमा पठाउनु पर्नेछ। प्रदेश प्रहरी कार्यालयले जिल्लाबाट प्राप्त विवरण र आफ्नै कामको विवरण बेलुका 8 बजेभित्र प्रदेश समन्वय विभागमा पठाउने व्यवस्था गरिएको छ। प्रदेश समन्वय विभागले सबै विवरण रुजु गरी बेलुका 9 बजेभित्र प्रहरी प्रधान कार्यालयमा पठाइसक्नुपर्नेछ। प्रहरी हेडक्वार्टरमा 4 वटा डेस्क मार्फत दैनिक अनुगमन गरिनेछ। कार्य सम्पादनको आधारमा पुरस्कार तथा बढुवाको मूल्याङ्कन हुने भएकाले यस प्रणालीले निष्पक्षता, प्रतिस्पर्धा र प्रहरी संगठनप्रतिको विश्वास बढाउने अपेक्षा गरिएको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आगामी शुक्रबार पुस 4 प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन्। पत्रमा उनले शुक्रबार अपराह्न 4 बजे प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम तय गरिदिन अनुरोध गरेका छन्। प्रदेश सरकार गठनपछि विश्वासको मत लिन लागेका मुख्यमन्त्री यादवको कदमलाई प्रदेशको राजनीतिक स्थायित्वतर्फको महत्वपूर्ण प्रक्रिया मानिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष विश्वक्रान्ति भनिने राजकुमार लामालाई निलम्बन गरेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईडी ले लामालाई पक्राउ गरेपछि साम्पाङले बुधबार फेसबुक मार्फत भिडियो सन्देश जारी गर्दै निलम्बनको जानकारी दिएका हुन्। सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ। मित्रहरू, हिजोदेखि एउटा कुरा आएको छ बाहिर। श्रम संस्कृति पार्टीको उपाध्यक्ष देवराज लामालाई चाहिँ प्रहरीले पक्राउ गर्यो। कारण चाहिँ पहिला बम विस्फोटमा खोइ केमा संलग्न हुनुहुन्थ्यो भन्ने कुरा आयो। मैले बुझेको चाहिँ उहाँ माओवादी पार्टीमा आबद्ध भएर धेरै लामो समयसम्म अब विभिन्न खालका चाहिँ नि तपाईको चाहिँ नि पार्टीहरू, विभिन्न खालका राजनीतिक तपाईको चाहिँ नि अभियानहरूमा संलग्न हुँदै आउनु भएको भन्ने मैले चाहिँ बुझेको छु।
त्यति मलाई जानकारी थियो। तर त्यो बम विस्फोटमा परेको के कुरा भएको भन्ने कुराहरू पनि त्यहाँनिर चाहिँ त्यो खालको कुराहरू रहेछ। अब त्यसमा चाहिँ नि उहाँले जेल भुक्तान गरिसकेको भन्ने कुराहरू पनि आएको छ अहिले होइन, त्यस्तो छ। अब कुरा के हो थाहा भएन सबै कुरा। त्यसो भएको कारणले मलाई यति चाहिँ थाहा थियो कि उहाँ के अरे तपाईँको चाहिँ नि माओवादी पार्टीमा आबद्ध हुनुहुन्थ्यो। अनि अब माओवादीले खालको चाहिँ नि तपाईँको सशस्त्र होइन 10 वर्ष युद्ध नै गरेको थियो त्यतिखेर। के कुराहरूमा उहाँहरू मुछिनु भएको थियो होला त्यतिखेर, र उहाँले कता चाहिँ नि जेल भुक्तान गरेर आएको भन्ने कुराहरू पनि अहिले आएको छ होइन। अब उहाँलाई यो केस लागिसकेको कारणले गर्दाखेरि अब राज्यले अनुसन्धान गर्छ होइन। त्यसमा तपाईँको चाहिँ नि राज्यले गर्नुपर्ने कुरा के हो त्यो गर्छ। म राज्यलाई चाहिँ नि सरकारलाई भनौँ न, राज्य भन्ने बित्तिकै सरकार भन्ने बुझ्नुपर्छ। र सरकारलाई के पनि भन्न चाहन्छु भन्दाखेरि निष्पक्ष छानबिन गर्नुहोस् होइन, निष्पक्ष छानबिन गर्नुहोस्। उहाँ दोषी पाइएको हदसम्म उहाँलाई कारबाही हुनुपर्ने कानुनी के छ कसो छ होइन, त्यो अनुसार तपाईँहरूले चाहिँ नि गर्नुहोस्। त्यसमा हाम्रो केही पनि भन्नु छैन। कस्तो मान्छे भने गलतलाई गलत र सहीलाई सही भन्ने मान्छे हो म। त्यसो भएको कारणले गर्दाखेरि अब यो उहाँलाई चाहिँ नि अब जेल भुक्तान गरेर आइसकेको भन्ने कुरा पनि आयो। फेरि तपाईँको चाहिँ नि 79 सालको चुनावमा भाग लिनुभयो भन्ने कुरा पनि आयो। अनि फेरि हुँदै तपाईँको चाहिँ नि के अरे यो फेरि अर्को के मुद्दा 13 वर्ष पछाडि फेरि के जति भन्ने पनि आयो। अब यो के हो होइन, यो सबै कुरा राज्यले खोजोस्, सरकारले खोजोस्, निष्पक्ष तरी तपाईँको चाहिँ नि तपाईँको कानुनी प्रोसेस अगाडि बढोस् र दोषी भएको हदसम्म उहाँलाई कारबाही हुनैपर्छ। निर्दोष छ भने उहाँलाई त्यसरी दुःख दिन पाइँदैन। श्रम संस्कृति पार्टीको चाम बढ्यो, क्रेज बढ्यो होइन, लोकप्रियता बढ्यो भनेर चाहिँ अब त्यसलाई चाहिँ मुच्न खोजेको त्यो खालको एउटा प्रतिशोध राखेर राजनीतिक प्रतिशोध राजनीतिक षड्यन्त्र को गन्ध आउने गरी को गतिविधि हो भनेदेखि चाहिँ त्यसको भर्त्सना हामी सबै नेपाली समाजले गर्नुपर्छ। र म आज यो क्लिपबाट चाहिँ नि के तपाईँको जानकारी गराउन चाहन्छु भने उहाँ अब निर्दोष भएर होइन बाहिर ननिस्कुन्जेलसम्म उहाँलाई चाहिँ नि पार्टीको पदबाट उहाँलाई चाहिँ निलम्बन गरेको कुरा म जानकारी गराउन चाहन्छु। र यसका लागि प्रेस विज्ञप्ति आधिकारिक पार्टीको तपाईँको चाहिँ नि लेटर प्याडमा प्रेस विज्ञप्ति पनि होइन आइ नै हाल्छ। दशैंपछि केही फिल्मले राम्रो व्यापार गरे पनि पछिल्लो समय नेपाली फिल्म उद्योगको व्यापार फेरि सुस्ताएको देखिन्छ। जेरी अन टप र परान जस्ता फिल्मले बक्स अफिस जोगाए पनि त्यसपछि रिलिज भएका अधिकांश फिल्मले दर्शक तान्न सकेनन्। फूलपातीमा रिलिज भएका बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरले औसत व्यापार गरे। त्यसपछि असोज 31 मा रिलिज जेरी अन टपले 12 करोड भन्दा बढी कमायो भने कार्तिक 14 मा आएको परानले 17 करोड 39 लाख रुपैयाँ भन्दा बढी ग्रस कमाउँदै यस वर्षकै सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो। तर मङ्सिरमा रिलिज भएका हर्ष, अभिमन्यु, पीआर र लोकन्ती जस्ता फिल्महरूले 30 लाख रुपैयाँ समेत कमाउन सकेनन्। पछिल्ला शुक्रबार रिलिज भएका फिल्महरूको शो संख्या र अकुपेन्सी कमजोर देखिएको छ। अब यही शुक्रबार रिलिज हुन लागेको झरीपछिको इन्द्रेणीले नेपाली बक्स अफिसमा पुनः गति ल्याउने आशा गरिएको छ।